मेरो एउटा तना छ के यहाँको यो पक्रिने हुन्छ नि हे प्रभु यहाँको पक्रिने थनक्कै अस्ति नै साथीहरू भागेछ लगाएको छु होइन। रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ टक्क लाएर यसले टक्क यहाँ हाल्ने। हेर्नु है ये सब क्या देखना पड़ रहा है। अच्छा है मैं अंधा हूँ। सकिएन त साथीहरू तर यो परदेशमा अलिक तनाव हुँदो रहेछ कि एक्लै होइन, एक्लो महसुस हुँदो रहेछ बेसी। वेलकम टु माई युट्युब च्यानल युबिन ब्लग्समा हजुरहरूलाई स्वागत छ है त। आज मैले धेरै पछाडि ब्लग ल्याउन आँटेको छु है। म चाहिँ भर्खर उठेको होइन, अब नुहाउनु पर्ने छ। कपालहरू पनि यस्तो जाङराङ जिङजिङ भइरहेछ, केही छैन यसलाई अहिले टक्क कपाल नुहाइसकेर चाहिँ अनि यसो स्याम्पूहरू धस्काएपछि चाहिँ यो चाहिँ सिल्की एकदम चमकदार हुन्छ होइन। अनि म चाहिँ भर्खर उठेको होइन, यहाँनिर मेरो लाइट बलिरहेछ, यो नाइट लाइट बाल्दिनँ म, घरिघरि बाल्छु यो होइन, त्यस्तो बालिराख्दैन। अनि मैले भन्नु पर्दाखेरि चाहिँ अहिले म हाल बाहिरतिर छु, त्यही भएर मैले भ्लगहरू धेरै बनाएकै छैन। झ्याउ लाग्छ, काममा गयो आयो, तर गरिराख्नुपर्छ साथीहरू, गरिराख्यो भने चाहिँ काम लाग्छ धेरै होइन, बनायो भने चाहिँ काम लाग्छ। त्यही भएर आज यस्तै छ मेरो भ्लगहरू, के कस्तो हुन्छ होइन। धेरै भयो भ्लग नबनाएको त लगभग 1 वर्ष हुन लाग्यो होला। मैले यहाँ आएपछि एउटा भ्लग बनाएको थिएँ, लगभग 6-7 महिना भयो होला। त्यस्तो भ्लगलाई चाहिँ मैले नियमित दिइराख्नु पाएको छैन है। यो नयाँ खालको आइपुग्दाखेरि यहाँनिर नाङ्गे, ओए वाट नाङ्गे कमिङ हियर। Kita play sa LDV later ano. My vlog here. Do you understand? YouTube. अनि यस्तै छ होइन, म चाहिँ उठेँ अब टक्क लाएर। अनि यस्तै छ मेरो रुम चाहिँ, एक्लै सुत्ने हो यहाँनिर। अनि यहाँनिर मेरो नेपालको झन्डा छ चाहिँ, अलिअलि मोटाएको छु है। अनि त्यस्तै छ है साथीहरू, तपाईँहरूको के कस्तो छ। मैले अस्तिदेखि भ्लग चाहिँ बनाउनु पऱ्यो भनेर सोचेको थिएँ है, तर यो अलिक नमिलेर योमा आँकुरी अलिक हुँदो रहेछ कि परदेशको ठाउँमा घरि के नमिल्ने अनि फेरि बाटोसाटो पनि चिनिँदैन होइन। राखेको छु भने त्यहाँबाट त मिठो हावा आइरहेको छ, त के चलेछ अरे। फेरि मेरो एउटा तना छ के यहाँको यो पक्रिने हुन्छ नि, यहाँको पक्रिने थनक्कै अस्ति नै साथीहरूले भाँचेछ। अनि मैले एउटा ट्रिप लगाएको छु होइन, टक्क लाएर यसले टक्क यहाँ हाल्ने। हेर्नु है खोल्नुपर्छ क्या, ए कता हो हेर्नु है, खोलियो यहाँनिर यो वासरुम देखाउनु लाग्यो। अनि यो न यो छैन भने त यहाँनिर टोइलेट नगए हुन्छ नि, म त टेन्सन भइहाल्छ नि मेरो लागि। अनि मैले यता पनि जोगाड हालेको छु है। यो एकपट्टिको चाहिँ चाबी लाग्छ होइन, एकपट्टिको चाहिँ चाबी लाग्छ, एकपट्टिको चाहिँ लाग्दैन, त्यही हो। अनि मैले त्यही हो, त्यो एकपट्टिको लाग्छ। अनि यहाँनिर चामलहरू पनि छ, मेरै रुममा राख्छु, प्रायः चामलहरू मेरै रुममा गइराखेको हुन्छ। यता थाल भाँडाहरू, यता काचरा कुचुकहरू छ, खतरा छ रुम त जे होस्। अनि मेरो यहाँनिर थोरै कामको लागि मैले यता तेल सेल तताइरहेको थिएँ कि, म हेर्नु जान्छु ल के हो। तेल सेल तताएर राखेको छु होइन। आमामा धुवाँ भइसकेको छ यहाँनिर, पुरै धुवाइरहेछ नि त यसलाई टक्क तताएर।
त्यतातिर राख्छु अनि त्यहाँबाट के हाम्रो किचन रुम चाहिँ होइन त्यहाँनिर हामी बस्नु चाहिँ यहाँनिर निकैजना फिलिपिनीहरूसँग बस्छौँ। फिलिपिनी पकाएर खाने ठाउँ चाहिँ एउटै छ तर छुट्टा छुट्टै हो। पकाएर खाने ठाउँ चाहिँ एउटै छ। त्यही हो। अब म नुहाइसक्छु, नुहाइसकेर फेरि भ्लग बनाउँछु होइन। अनि म अफिसतिर गाडी पनि बनाउँछु। एकदम हेरिदिनु होला त्यहाँ माया ममता के हुन्छ सबै दिनु होला है साथीहरू। कपाल अब यस्तो छ होइन, यसलाई म यसमा अस्ति मैले कलर हालेको, टक्क लाएर यो कलर हालेको अलिक ठिक भएन जस्तो लागिरहेछ। यसलाई पछि म के गर्छु है त। लेस अब म नुहाउँछु, नुहाइसकेर फेरि भ्लग बनाउँछु। थोरै कपडा चाहिँ खोलिदिनु पर्ला होइन। टक्क लाएर यहाँ छ मेरो टौली। टक्क ज्यान स्यान पनि ल यस्तो भएको रहेछ है। ओ चेस पनि निस्केको छ क्या हो भनेको। यस्तै छ साथीहरू होइन। यो चाहिँ मेरो के भन्छ अफिसको ड्रेस हो। एन्ड मेरो नाम यहाँनिर छ होइन। त्यो मेरो अफिसको ड्रेस। अहिले म यो लगाएर जान्छु। यो लगाएपछि मलाई फेरि ब्ल्याक देख्छ क्या, ह्यान्डसम देख्छ। त्यही हो। ओके लेट्स साथीहरू। 1 hour later, 2 hours. ओके साथीहरू नुहाएर पनि आइसक्यो है। क्लिक होइन कस्तो छ यो कपाललाई चाहिँ अहिले प्लित्ते बनाएर जानुपर्छ। किनकि अफिसमा त अब यस्तो झाँक्री भएर यस्तो भएर बाघ जस्तो भएर जानु मिलेन नि त होइन। त्यही भएर अब यसलाई टक्क मिलाएर जानुपर्छ साथीहरू होइन। अब म अफिसको ड्रेस लाउँछु है त साथीहरू। यहाँ छ मेरो यो। पहिला म यसरी पिट खोल्छु, यस्तो तरिकाको छ क्या। अनि यसलाई ट्याक्क लाउँछु होइन। यस्तो हुन्छ। अनि यो चाहिँ यस्तो चोलाहरूको के हुन्छ नि त्यस्तो तरिकाको। ल यो कलर हो। यहाँ मेरो नाम छ, यहाँ लोगो छ अफिसको। अनि अब हेर्दा हेर्दै ह्यान्डसम भइसकिएन त साथीहरू। तर यो परदेशमा अलिक तनाव हुँदो रहेछ कि एक्लै होइन। एक्लो महसुस हुँदो रहेछ बेसी। नेपालमा भएको आमा बाउ दिदी बहिनी सबै श्रीमती र यहाँनिर त एक्लै अलिक टेन्सन लाग्दो रहेछ घरिघरि। केही छैन साथीहरू। लेसिमा पुरै लुकमा आउँछु है त। ल साथीहरू फाइनल लुकमा चाहिँ यस्तो देखिँदो रहेछ है अफिसको ड्रेस। ठिक छ तर यहाँनिर यस्तोमा चाहिँ तुना छ क्या होइन। टक्क बेल्ट लगाउने भए चाहिँ राम्रो हुन्छ। तुना छ यस्तो देखिन्छ कस्तो देखिन्छ होइन। अब रेडी भइसक्नु लाग्यो। अब कपाल मिलाउनु छ। कपाल सपाल मिलाइसकेर फेरि अर्को लुकमा आउँछु होइन। अहिलेको लागि चाहिँ बाहिरको नजारा हेर्ने हो त साथीहरू। बाहिरको म बाहिरको नजारा देखाउँछु। यहाँको एकदम घाम लागिरहेछ। हामी चाहिँ 2-3 तला माथि छौँ। अफिस पनि यही हो टक्क मुनि हो है। नजारा हेर्नु ल बाहिरको नजारा चाहिँ यस्तो छ है। यहाँनिर चाहिँ रोड पनि ठ्याक्कै उल्टो हुँदो रहेछ होइन। नेपालमा चाहिँ यसरी गाडी आउँछ, यहाँ चाहिँ यसरी गाडी जाँदो रहेछ। सब उल्टो सहरै उल्टो। यस्तै छ नजाराहरू। पारी ठुल्ठुला घरहरू छन् होइन। यही हो ल त्यस्तै छ होइन। मेरो नजारा चाहिँ कस्तो छ। A few moments later. साथीहरू मैले कपाल चाहिँ यो तरिकाले बनाएको छु है। यसरी बनाउनु होला। जिग्रिङ नपारो भने त्यस्तो कपाल चाहिँ यस्तो काटेको छु होइन। मैले एउटा फोटो देखाएर कपाल चाहिँ काटे हो खासमा र ठिक छ।
यता फेरि चुचो होला भन्नुहुन्छ होला, यता चुचो छैन एकदम। म चाहिँ के हो सेक्युरिटी गार्ड जस्तो देखिरहेको छ त्यो, यसरी गरेर उभिराख्ने खालको देखेछ त, यस्तो हान्थिरहेको थियो। तर म सेक्युरिटी गार्ड होइन है साथीहरू। ल मेरो अब लुक तयार भइसक्यो, अब थोरै काम बाँकी छ। त्यो काम भनेको फोन है त। अब यसलाई यस्तो गरेर लाउने हो। आई एम रेडी। ओके गाइज, अब जाने बेलामा मैले भिडियो बनाउँदैछु। अब चाहिँ म कामतिर जान्छु होइन, कामतिर गएर यसो भिडियो बनाउँछु अनि कहिले हुन्छ पोस्ट गर्छु। हेरिदिनु होला, सल्लाह सुझाव दिनु होला है त, माया दिनु होला, धेरै धेरै माया दिनु होला। अब म कामतिर जान्छु साथीहरू, मेरो अफिस देखाउनेछु हजुरहरूलाई। धेरै त होइन, थोरै थोरै देखाउनेछु। थोरै दाइलाई उठाउनु पर्ने छ है, यहाँनिर दाइ उठिसक्यो रुममेट हुन्छ है। मेरो रुम चाहिँ त्यहाँको अरबिकको हो, यो एउटा फिलिपिनीको हो, दाइको जाने बेला भएन, छिटो निस्किनु न हौ, निस्किहालौँ न। के गरिरहेको हो र भित्र? काका लगाएर दाइ उठिसक्नु भयो। अब दाइ र हामी चाहिँ छ्यास कामतिर जान्छौँ। के छ दाइ, के छ खबर, के छ? धेरै पछाडि अनि दाइलाई उठाएर अब उठ्नु त अघि नै उठिसक्नु भएको, नुहाइ धुवाइ गरेर सँगै हो नि त काम गर्ने। हामी दुईजना मात्रै हो नेपाली चाहिँ, अनि अरू फिलिपिनीहरू अघि देखिहाल्नु भयो एउटालाई त। त्यहाँमा टक्क लगाएर अब लिफ्टमा झ्याममै चढ्ने हो ल दाइ। अनि अफिसमा थोरै अफिस देखाउँछु, त्यहाँदेखि ड्युटी सुरु भइहाल्छ। भरेसम्ममा इन गर्छु भ्लगहरू, के कस्तो आउँछ हेरिदिनु होला। साथीहरू लिफ्टमा चढिसक्यो, कामतिर गएर कामहरू गर्नुपर्ने छ साथीहरू। यस्तै छ परदेशी जीवन, जहाँ गए नि सुख छैन, सुखकै लागि परदेशतिर कुदिएको छ भविष्यको लागि है त। बल्लिसक्यो ढोका नि अब टक्क लगाएर, ढोका खोलिसकेको छ, हामी बाहिर निस्किसकेको छौँ साथीहरू। यस्तो घाम लागिरहेछ बाहिर पनि, खतरनाक घाम लागिरहेछ। यहाँ चाहिँ हाम्रो कफी सप हो, हाम्रै सरको। यता फेरि कपाल काट्ने ठाउँ हो, हाम्रै सरको। अनि घाम लागेर यस्तो छ, धेर टाढो होइन। फेरि हामी चाहिँ एउटै बिल्डिङमा काम पनि यहीँनिर हो, अनि सुत्ने पनि यहीँनिर हो, खाने पनि यहीँनिर हो। अनि टक्क लाएर चाहिँ अहिले चाहिँ म अफिसभित्र नै आइसकेको छु। यहाँनिर हाम्रो फिलिपिनी साथी छ, ब्ल्याक साथी, ब्ल्याक साथी छन्। हाम्रो अफिस चाहिँ खतरा छ, राम्रो छ, एकदम सुन्दर। साथीहरू हाम्रो अफिस चाहिँ ट्याक्क लगाएर यता दुई दिनलाई गेस्टहरू आउनुहुन्छ होइन, गेस्टलाई दाना पानी के हुन्छ त्यही हो। एसी चलिरहेको छ, एसी ठिक छ। यस्तै अब झाडु पोछाहरू लाउनु पर्ने छ, उसले सुरु गरिसकेको छ झाडु पोछा लाउनु। हेलो मारे, हेलो, गुड गुड, आर यु गुड? ओके, यस्तै छ कामहरू हाम्रो यता। Wow, दाइ चाहिँ यहाँनिर टक्क लगाएर म्यानेज गर्नुहुन्छ। दाइले हो यहाँको सबै म्यानेजमेन्ट, हान्ने सबै नेपाली हुनुहुन्छ दाइ। अनि म दाइकै उमा आएको, थ्रोमा आएको। अनि यहाँनिर चाहिँ सबै दाइले नै हेर्नुहुन्छ है त साथीहरू। अब एकछिनमा म पोचा सोचा लाउँछु, त्यो पनि देखाउँछु है त। अब यस्तै हो काम धन्दाहरू होइन। अब परदेशमा गएर खत्रै काम गर्छ भन्ने त हुन्न, हामी चाहिँ पोचा सोचा धस्काउने हो, त्यस्तै हो। सरसफाइ चाहिँ एकदम हुनु पऱ्यो
साउले गुड भन्नु पर्यो, त्यही हो। त्यही हो मेरो चाहिँ पोचा होइन। यसलाई टक्क पानी सानी हालेर चाहिँ धुनु पर्यो पुरै। अनि यसलाई यस्तो गरेर निचरेर कोकोलाई आउँछ हाउसकिपिङको काम गर्नु। मैले त डरो सिकेँ हाउसकिपिङको काम गर्नु है। अब यसलाई लगेर टक्क सरसफाइ हाल्नु पर्यो साथीहरू। पोचा बोक्ने हो, पोचा हाल्नु जाने हो साथीहरू। यस्तो छ जिन्दगी, पैसा कमाउनु सजिलो त छैन नि हो साथीहरू होइन। अब म पोचा सोचा लाउँछु है त। ल साथीहरू मेरो चाहिँ काम कारबार यस्तै है। पोचा सोचा लाउने एकदम चढी चिटिक्क भाउनु पर्यो चाहिँ है। काम धन्दा सकिसक्यो। यसलाई चाहिँ यतातिर सुकाइदिनु पर्छ। अर्को पनि छ सुकिरहेको छ, मैले यो चलाएको होइन। यस्तै छ यो झिँगा पनि कहाँबाट आयो। काम धन्दाहरू सकिसक्यो। अब त्यतातिर अलिअलि पुसपास त गर्नुपर्ने छँदैछ है त। के कस्तो हुन्छ भ्लग लामै होला जस्तो छ त है। सबै सकिसक्यो साथीहरू। अब टक्क भएर बस्ने हो। मरिमरि काम गर्छ भन्छ नहोला, तर गर्दैन, आनन्दले बस्ने हो। अब फोन चलाउने हो। अनि जतिखेर हाम्रो गेस्टहरू आउनुहुन्छ उहाँहरूलाई सर्भिस दिने हो। साथीहरू बिजी भएर 1 घन्टा बिजी भएर निस्किसकेँ। भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। कमेन्ट बक्स मुनि छ त्यहाँनिर है। यदि नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला। पुरानो हुनुहुन्छ भने कमेन्ट गर्नु होला भन्दै आजको भिडियो के कस्तो लाग्यो यहीँनिर इन्ड गर्न चाहन्छु। अर्को भिडियोमा भेटौँला। हस्त बाई बाई।